दाइ काम लगाइदिनु न। अस्ट्रेलिया आएको पनि 2-3 महिना भयो, अहिलेसम्म काम पाएको छैन। जस्तो सुकै काम भएन हुन्छ म गर्छु। यस्तो खाले म्यासेज र कल मलाई आइरहेको हुन्छ र यो भिडियो मार्फत मैले सम्पूर्णलाई अस्ट्रेलिया तथा अन्य देशहरूमा कसरी इजिली काम प्राप्त गर्न सकिन्छ भनेर तपाईलाई मैले डिटेलमा भन्नेछु। यही स्ट्र्याटेजी मार्फत मैले आफ्नो स्टुडेन्ट फेजमा पनि राम्रो काम पाएको थिएँ, प्लस म फुल टाइम गएर पनि यसमा यही स्ट्र्याटेजीले मैले राम्रो काम प्राप्त गर्न सफल भएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, एकदमै हेल्पफुल हुन सक्छ। स्ट्र्याटेजी गाह्रो छैन, एकदमै सजिलो छ। बस तपाईलाई एउटा स्मार्टफोन, तपाईको स्मार्टफोन भए पुग्छ। यसको लागि केही गर्नु पर्दैन, तपाईँ गुगलमा जानु अनि त्यसमा चाहिँ हजुरलाई मैले लिस्ट अफ बिजनेसेस इन्डस्ट्री भन्छु। अनि आइदर तपाईँको अटोमोटिभ इन्डस्ट्री हुन्छ, आइदर तपाईँको कार डिटेलिङ बिजनेस छ, कार वास छ, क्लिनिङ छ, रेस्टुरेन्ट बिजनेसेस नियर मी भनेर सर्च गर्नुहोस्। यो डिफ्रेन्ट क्याटेगोरीहरूको बिजनेसेस नियर मी भनेर सर्च गर्नुहोस्। यसमा तपाईँको अझै तपाईँको डिटेल स्किल छ, कुनै पर्टिकुलर बार्बर हेयर कटको स्किल छ भने बार्बर गर्नुहोस्, बेकरीको स्किल छ भने बेकरी बिजनेस नियर मी भन्नुहोस्, अथवा तपाईँ सिसिटिभी या सेक्युरिटी टेक्निसियन हो भने सिसिटिभी टेक्निसियन सिसिटिभी सप नियर मी भनेर सर्च गर्नुहोस्। यसरी चाहिँ तपाईँलाई लिस्ट अफ बिजनेसेस चाहिँ तपाईँको त्यहाँ बिजनेस एलङ विथ देयर फोन नम्बर आउँछ है। अनि के गर्नुहोस्, हरेक बिजनेसेसबाट 10 देखि 15 वटामा चाहिँ तपाईँले कल गर्नुहोस्। कतिजना धेरैजनाले त भन्छ नो वी आर नट लुकिङ एट द मोमेन्ट, त्यो केही छैन, ठिक छ। बट 15 जनामा 1 जनाले चाहिँ तपाईँलाई इन्टरभ्यूमा बोलाउन सक्छ, 20 जनामा 1 जनाले चाहिँ इन्टरभ्यूमा बोलाउन सक्छ। त्यसपछि जानुहोस्, रेडी हुनुहोस्। यही स्ट्र्याटेजी नै फलो गरेर मैले 10 दिनमा मैले राम्रो पेवाला काम पाएको थिएँ। तपाईँ पनि पोटेन्सियल भएको मान्छे हो, हरेक बिजनेसेसहरूले तपाईँ जस्तो राम्रो मान्छे खोजिरहेको हुन्छ। यही स्ट्र्याटेजी नम्बर 2, तपाईँले फोन गर्नुभयो, ठिक छ, 20 जनालाई फोन गर्नु, 25 जनालाई फोन गर्नुभयो, ठिक छ। यदि अर्को फेजमा जानुहुन्छ भने तपाईँ हरेक सपहरूमा जानुहोस्, डिफ्रेन्ट क्याटेगोरीको सप। जस्तो कुनै एक दिन तपाईँ जानुहोस् अटोमोटिभ बिजनेसेसहरू, अनि प्लस तपाईँको सपिङ सेन्टरहरूमा जानुहोस्, कुरा गर्नुहोस् मान्छेहरूसँग, किनभने तिनीहरूको बिजनेस एकदमै ठुलो हुन्छ, कामहरू पनि ठुलो धेरै नै हुन्छ। यदि तपाईँमा त्यसले पोटेन्सियल देखियो र तपाईँ काम गर्ने एकदमै इन्ट्रेस्ट प्यासनेट मान्छे हुनुहुन्छ भने हरेक बिजनेसेसले तपाईँलाई 1 हप्ता 2 हप्ता 3 हप्तालाई चान्स दिन हेर्न खोज्छ। सो त्यो टाइममा तपाईँलाई प्रुभ गर्नुभयो, तपाईँसँग पोटेन्सियल छ, इनर्जेटिक हुनुहुन्छ भने चाहिँ तपाईँले इजिली काम प्राप्त गर्न सक्नुहुन्छ है। सो यदि यो स्ट्र्याटेजी मन पर्यो भने तपाईँले भोलिदेखि नै इम्प्लिमेन्ट गर्नुहोस् होइन। म तपाईँलाई ग्यारेन्टी दिन्छु 1 हप्तादेखि 10 दिनसम्म तपाईँले काम प्राप्त गर्न सक्नुहुन्छ। र यदि साँच्चीकै मन पर्यो, प्लस तपाईँ नेपाल बसेर हेर्दै हुनुहुन्छ भने यो भिडियोलाई सेयर गरिदिनुहोस्, सो द्याट तपाईँको बाबु नानी छोराछोरीहरूलाई काम पाउन सजिलो हुन्छ। तिनीहरूले यो स्ट्र्याटेजी सिक्यो भने यस्तै भिडियो लिएर फेरि नै आउनेछु। हस्त, धन्यवाद।